7 बजे उठेर 8 बजे काममा हिँड्नुपर्ने 8 बजेसम्म सुतेको भएको क्या आज त बुढाबुढी नै सुतेको भएछ भने हाम्रो कम्पनीमा चाहिँ फेरि 9 बजेबाट काम सुरु हुन्छ कि अनि एनी हो 8:45 मा चाहिँ पुग्नै पर्छ कि किनभने बिहान चौरे हुन्छ चौरे भनेको चाहिँ मिटिङ हो कि अनि त्यहाँ पुगेन भनेदेखि कराउँछ क्या अनि त्यही भएर जसरी नि त्यहाँ पुग्नै पर्छ अनि अलरेडी नै 8 बजिसकेको थियो 8 बजे त म एनी हो हिँड्नु पर्छ कि कल गरेर दिन्छ ओकुरी मास्ता भनेर भन्दै चुकी काँडा के हो चुकिदिने भनेर भन्दै थियो ठ्याक्कै 9 बजेर 2 मिनेटमा कम्पनीमा पुगेको थिएँ कि काममा ढिलो हुनु अनि त्यस पछाडि क्यों नि यासु मिलिनु चाहिँ जापानिजहरूले एकदमै नराम्रो मान्छ कि तर पनि मान्छे हो कहिलेकाहीँ त यस्तो भइहाल्छ नि है कहिलेकाहीँ मेसिनले त गल्ती गर्छ हामी झन् मान्छे के यस्तो काममा थाकेर आएको बेलामा धन्न आफ्नो बुढाले चाहिँ सघाउने ओर्ने गर्नुहुन्छ त्यही भएर अलिकति ढुक्क छ एकजनाले काट्ने ओर्ने गरेर अर्कोजनाले पकायो भने कति छिट्टै पाक्छ खानेकुराहरू अनि सजिलो हुन्छ कि आज चाहिँ मैले वाकामे सुप बनाएको थिएँ यो चाहिँ एकदमै सजिलो हुन्छ बनाउनुको लागि पनि अनि जापानिजहरूले प्राय दिनै पछि खान्छ क्या यो सुप चाहिँ वाकामे भनेको चाहिँ लेउ हो क्या अनि यो लेउ चाहिँ प्राय नेपालीहरूले मन पराउँदैन अनि मेरो हस्बेन्डले पनि मन पराउनुहुन्न क्या त्यही भएर मैले एकदमै कति समय पछाडि बनाएको तर मलाई चाहिँ कस्तो मनपर्छ कि यो वाकामे सुप खानुको चाहिँ धेरै फाइदाहरू छ तपाईँहरूले रिसर्च गर्नुभयो भने पनि हुन्छ यो चाहिँ आजको हाम्रो खाना हो अनि हामीले चाहिँ मजाले खायौँ त्यस पछाडि सुत्छौँ के गर्नु भोलि पनि काममा जानुपर्ने छ गाह्रो छ बाई बाई साथीहरू।